म मिलन कार्की वर्षले अहिले 45 वर्ष भएँ। अलिकति म यो शारीरिक भनेको म यो फ्याटी लिभर र स्टोनको कारणले गर्दाखेरि चाहिँ यो शुद्धिग्राममा चाहिँ उपचारको हिसाबले म यहाँ आएको। यहाँ मैले जति सुनेको थिएँ ब्रोडकास्टहरू हेरेर इन्डियाको शुद्धिग्राम हिम्स हस्पिटलको हेरेर त्यसपछिबाट त्यसको शाखा चाहिँ नेपालमा खुलेको छ भन्ने भइसकेपछि म यहाँ आइपुगेको हो। म एक हप्तादेखि यहाँ कन्टिन्यू उपचार पनि छु र मैले एकदम यहाँ आइसकेपछि यहाँको सिस्टम जुन चिज चाहिँ हामीले रोगी हुनुको कारण चाहिँ के रहेछ भन्ने चाहिँ आएर मैले बुझेँ। सबभन्दा ठुलो कुरो चाहिँ हाम्रो खानपान रहेछ, जुन खानपानले गर्दाखेरि चाहिँ हाम्रो शरीरलाई कसरी बिगारिरहेछ र यहाँको मेन उद्देश्य भनेको चाहिँ खानपानबाटै चाहिँ सबै कुराहरू सुधार्नुपर्छ भन्ने भएपछि जुन हामीले यहाँको डाइट चार्ट प्लान्टहरू हेऱ्यौँ, जुन खानाको प्रकृतिहरू हेऱ्यौँ, त्यो चिजले अहिले मैले झन्डै 80% चाहिँ आफूलाई चाहिँ एकदम बेटर महसुस गरेको छु। यहाँको उपचार पद्धति, यहाँको डक्टरको टिमहरू एकदम काउन्सिलिङदेखि लिएर सबै चिज राम्रो छ। उहाँहरूले यहाँ चाहिँ आयुर्वेदिक पद्धतिबाट चाहिँ यो हस्पिटल सञ्चालन गर्नुभएको रहेछ। म धेरै एलोप्याथिक हस्पिटलहरू चारेँ, मेरो रिपोर्टहरूमा प्रत्येक 15 दिनमा चाहिँ फरक खालको आउने भनेपछि हाम्रो जीवनशैलीले नै हामीलाई धेरै रोगी बनाइरहेको रहेछ। गाह्रो भएको हिसाबले चाहिँ मैले अन्तिम अवस्थामा के गर्ने भनेपछि आयुर्वेदलाई अपनाउनु पर्छ कि भन्नेको धेरै ब्रोडकास्टहरू पनि हेरेँ। यहाँ केही चिनेका बिरामीहरू पनि यहाँ आइसकेपछि म त्यही चिज फलो गरेर इन्डिया जाने क्रम थियो मेरो, तर त्यो चिजलाई रोकेर नेपालमै छ, तपाईँहरूले नेपालमै गर्नुहोस्, यो चाहिँ सानेपामा अवस्थित रहेछ। अनि हामीले यहाँ उपचार मैले एक हप्तादेखि गरेर सुरु गरेको छु। यहाँ चाहिँ पञ्चकर्म विधिबाट चाहिँ उहाँहरूले उपचार गर्नुहुन्छ। यहाँको टिमहरू डक्टरहरू एकदम राम्रो हुनुहुन्छ। उहाँहरूले सुरु गर्नुभयो जुन चिजले गर्दाखेरि चाहिँ आज मैले एकदम हेल्दी महसुस हुन गर्नुपर्ने अवस्था आएको छ। म एकदम उहाँहरूको यहाँको टिमलाई पनि धन्यवाद दिन चाहन्छु, यो हस्पिटलको म्यानेजमेन्ट टिमलाई, यहाँको डक्टरको टिमलाई, यहाँको थेरापिस्टहरूलाई, सबैलाई चाहिँ मनदेखि म चाहिँ धन्यवाद दिन। किनभने अलिकति म भावुक भएको छु। यो हुनुको पछाडि चाहिँ के हो भने मलाई मेरो रोगै निको हुँदैन कि झन्झन गाह्रो हुन्छ कि भन्ने खालको थियो। अहिले मैले जुन सुधारको महसुस पाएँ त्यो चिजले जीवन त रहेछ नि, आयुर्वेदिक भनेको चाहिँ एकदमै राम्रो चिज रहेछ, यो पुरानो ऋषिमुनिदेखिको चलेर आएको चिज रहेछ भन्ने कुराहरू चाहिँ मैले महसुस गरेँ। जुन बेटरमेन्ट थियो, हात गोडाहरू एकदम पहेँलो भएर गएको, खाना डाइजेस्ट नहुने, एकदम गाह्रो हुने, टोइलेट जाँदा पनि गाह्रो हुने, जति बेला नै पेट एकदम ढुस्स फुल्ने, धेरै नै गाह्रो थियो। मैले आफूलाई पनि अब त म रिकभरी हुन्न कि न मेरो पनि चाहिँ पेटको चाहिँ अब क्यान्सरै बढेर गइसक्यो कि भने लगभग अन्तिम स्थितिमा पुगिसकेको रहेछु। तर यहाँ आइसकेपछि मैले त्यो रिकभरी गरेँ। मैले मेरो रिपोर्टहरू जुन पहिला ल्याएर यहाँ ब्लडको रिपोर्टहरू स्याम्पलिङहरू देखाएको थिएँ त्यो पुरा सुधार भएर आएको छ, त्यसमा 90% सुधार भएर आएको छ। मैले यहाँ आएर सुरु गरेको भनेको चाहिँ सुरुमा यहाँ आएर उहाँहरूको काउन्सिलिङ टिमले जसले चाहिँ हामीलाई एडभाइस गर्नुभयो, उहाँहरूले एकदमै राम्रो भन्नुभयो। तपाईँहरूलाई हामीले अहिले पञ्चकर्म विधिबाट चाहिँ सुरु गर्छु भन्दाखेरि पहिला चाहिँ हामीलाई सुरु गर्नुभएको उहाँहरूले चाहिँ पहिला शिरोधारा गर्नु, किनभने मेरो निन्द्रामा पनि समस्या थियो, त्यो कारणले गर्दाखेरि उहाँहरूले शिरोधारा गर्नुभयो, पेटमा लेपनको काम गर्नुभयो, त्यसै सँगसँगै हामीलाई हट वाटरमा राख्नुभयो। अनि आयुर्वेदिक हिसाबले तपाईँले यहाँ उहाँहरूले हामीलाई चाहिँ यो स्टिममा राख्नुभयो, जो उहाँहरूको चाहिँ आयुर्वेदिक इन्ग्रिडियन्टहरू त्यसमा प्रयोग गर्नुहुँदो रहेछ। त्यो सायद मेडिसिनकै रूपमा हामीलाई चाहिँ त्यो पसिना राम्रो आउने, त्यसले हल्का महसुस हुने त्यो गरियो। त्यसपछिबाट आएर यहाँको भाइले मसाज थेरापी गर्नुभयो, यहाँको मसाज गर्ने एक्सपर्टिजहरू एकदम राम्रो हुनुहुन्छ, थेरापिस्टहरू। उहाँले त्यो एक हप्तामा मैले आफूलाई 80% चाहिँ फरक पाएँ। अनि यो दिशा चाहिँ राम्रोसँग नहुने भनेर उहाँहरूले एउटा तेलको प्रविधि चाहिँ जुन पछाडि हाम्रो दिशा गर्ने ठाउँबाट चाहिँ मलद्वारबाट चाहिँ उहाँहरूले त्यो उपचार गर्नुहुन्छ, त्यसको कारणले गर्दाखेरि चाहिँ मलाई रेगुलर 7 दिन चाहिँ उहाँहरूले त्यो गर्नुभयो। त्यो गर्दाखेरि चाहिँ एउटा दिशामा जुन मेरो चाहिँ एकदम लङ टाइम टोइलेटमा बस्नुपर्ने दिशा राम्रोसँग नहुने थियो, त्यो चाहिँ अहिले एकदम क्लियर भएर आएको छ। सुरुको दिनमा चाहिँ मलाई त्यो अलिकति गाह्रो भएको थियो, 8-10 पटकै टोइलेट जानु पर्यो। त्यसको सेकेन्ड डेजबाट चाहिँ जुन तेल छ त्यो तेल मात्रै फर्केर आयो, अरू चिजहरू चाहिँ बिस्तारै चाहिँ क्लियर हुँदै आयो। आज मलाई दिशा दिनमा 1 टाइम मात्रै छ, नत्र मलाई 3-4 पटक जाँदाखेरि पनि क्लियर नहुने, पेटमा दुखिरहने, रगतको मात्राहरू देख्ने थियो, त्यो रगतको मात्राहरू सबै चिज बन्द भयो। अहिले मलाई एकदम रिलिफ छ। म धन्यवाद दिन चाहन्छु। र यो उपचार पद्धति चाहिँ एक छ, तपाईँहरूले एकपटक यही पद्धतिलाई घरमा पनि गर्न सक्नुहुन्छ। तपाईँहरूले एकपटक आफूले आएर बुझ्न चाहनुभयो भने यहाँ आउँदाखेरि तपाईँलाई राम्रै हुन्छ।
मैले गरेको उपचारहरू चाहिँ यही हो। यहाँ अब फरक फरक उपचारहरू छ। क्यान्सरको पेसेन्टहरूलाई यहाँ उहाँहरूले जुकाबाट पनि टोकाएर पनि दिइराख्नु भएको देख्छु मैले मेरो साइडमा गर्दाखेरि। यहाँ अब कतिलाई करेलाहरूको चाहिँ थेरापी पनि दिइराखेको देख्छु। कति ठाउँमा चाहिँ त्यो उसको हजुरको यो पिपलको पातहरू यो विभिन्न चाहिँ यो जडीबुटीहरूबाट पनि त्यो थेरापी दिइराखेको देख्छु। यहाँ रोगको फरक खालको उपचार छ। मैले गरेको प्रकृतिको मेरो पेट सम्बन्धी भएको भएर चाहिँ मैले त्यो गरेँ। यहाँ विभिन्न खालको उपचारहरू देखेको छु जसले चाहिँ हामी धेरै बिरामीहरू एक आपसमा पनि कुरा गरिराखेका हुन्छौँ। उहाँहरूलाई पनि धेरै रिलिफ भएको कति मैले मेरो आँखाको अगाडि यहाँ व्हिल चेयरमा आएर उठ्न नसक्ने बिरामीहरू पनि अहिले आफ्नै खुट्टाले उठेर 14-15 दिनदेखि यहाँ गरेर बेटरमेन्ट फिल गरिरहेको मैले पाएको छु। त्यसैले म एकदम अन्तिममा के भन्न चाहन्छु भने व्यस्तता लाइफको सँगसँगै आफ्नो खानपानमा एकदम ध्यान दिनु होला। यही खानपानले गर्दा नै शरीर बिग्रिने रहेछ। त्यही भएर सुपाच्य खानामा अलिकति ध्यान दिनु होला। त्यो डाइट चार्टको प्लानको बारेमा मैले भनिराख्नु भन्दा नि उहाँहरूको यो तपाईँले यो ब्रोडकास्ट हेरिराख्दाखेरि तपाईँहरूले त्यो चिजलाई उहाँहरूले राखिदिनु भएको मेनुलाई फलो गर्नुभयो भने पनि यो हस्पिटलसम्म तपाईँहरू आइपुग्नुहुन्न। एउटा स्वस्थ जीवन घरमै बसेर बिताउन सक्नुहुन्छ भन्दै मेरो आफ्नो 2 शब्द यहाँ टुङ्गाउँछु। धन्यवाद।